ओके भाइ हेलो गाइस वेलकम ब्याक टु माई अनदर भिडियो होइन आज चाहिँ #डे 5 होइन आज चाहिँ डे 6 हुनुपर्ने हो तर हिजो मैले एक दिन भिडियो बनाएन होइन गाइस एकदमै चिसो थियो बाहिर रनिङको लागि चाहिँ आएँ तर होइन भिडियो चाहिँ बनाएन किनभने एकदमै चिसो थियो सो गाइस एनिवे गाइस थ्याङ्क यू सो मच फर सपोर्टिङ लभ अनि त्यसपछि लाइक I'm trying to do something होइन जस यी दिनहरूमा मैले आफूलाई नयाँ गर्न कोसिस गर्दैछु समथिङ होइन I'm trying to change myself अनि I'm trying to do something better than before के होइन पहिलाभन्दा के गर्न खोजिरहेको छु होइन सो किप सपोर्टिङ मी भन्न चाहन्छु एनिवे यो चाहिँ 2025 को लास्ट डे हो होइन 2025 मा हजुरहरूको लाइफ कसरी बित्यो होइन के भयो होइन कस्तो भयो लाइफमा कति कुराहरू चेन्जेस आयो होला होइन कति कुराहरूले तपाईँको लाइफमा हुन्छ नि चोट लाग्यो होला कति कुराहरूले बिल्डअप गर्यो होला एनिवे होइन 2025 ले चाहिँ तपाईँहरूलाई एउटा लेसन सिकाएको छ होइन तपाईँलाई होइन हामी हरेकजनालाई एउटा लेसन सिकाएको छ कति कुराहरू 25 मा होइन कति कुराहरू रङ थियो होला एकदमै रङ थियो होला तपाईँको डिसिजन तपाईँको वर्क होइन एभ्रिथिङ के रङ थियो होला होइन अनि वी लर्न टु मच फ्रम आवर रङ सिचुएसन के होइन धेरै कुराहरू सिकायो रियलाइज गराउँछ 2025 ले चाहिँ रियलाइज गराउँछ हामीले 26 मा चाहिँ यो गर्नुहुन्न यो गर्नुपर्छ भनेर होइन एभ्री डे एभ्री सेकेन्ड इज न्यू लेसन के होइन सिङ्गल सेकेन्डमा चाहिँ मान्छेले नयाँ लेसन सिक्छ क्या होइन सो हरेक सेकेन्डले चाहिँ मान्छेलाई परिवर्तन गर्छ गाइजहरू होइन सो एनिवे मैले चाहिँ यो भिडियो बनाउनुको मुख्य अर्थ चाहिँ 2026 अब केही घन्टामै आउँदैछ होइन र हामी 2025 को लास्ट मोमेन्टमा छौँ होइन सो गाइस आई विस भेरी ह्याप्पी न्यु इयर होइन र हजुरको यो न्यु इयर यसरी बित्योस् होइन यसरी बित्योस् कि लाइफमा जति कुराहरू कमी कमजोरी थियो नि 25 मा सबै कुराहरू बिल्डअप हुनुहोस् होइन आफूलाई निखार्नुहोस् अझै आफूमा काम गर्नुहोस् होइन कति कुराहरू कमजोरी छ आफूलाई त्यो हुन्छ नि काट्नुहोस् छिल्नुहोस् भन्छ नि त्यसलाई के भन्छ त्यसलाई धार लगाउनुहोस् आफूलाई होइन एन्ड 2026 मा सिधा गएर आफ्नो निशानामा हुन्छ नि आफ्नो सिधा ड्रिममा तपाईँले चाहिँ गोल गर्नुहोस् होइन आई विस द्याट होइन अनि वान्स अगेन ह्याप्पी न्यु इयर 2026 तपाईँको परिवार तपाईँको फ्यामिली एभ्री वान होइन सबैजनालाई एकदमै सुस्वास्थ्य अनि एकदमै तपाईँले सोचेको कुराहरू आर्थिक रूपमा शारीरिक रूपमा हरेक रूपमा चाहिँ सफल होस् भन्ने मेरो शुभकामना छ थ्याङ्क यू सो मच गाइज किप सपोर्टिङ होइन अनि 2026 मा चाहिँ आई विल डु समथिङ बेटर होइन सो हजुरहरूको सपोर्ट चाहिँ मलाई चाहिन्छ थ्याङ्क यू सो मच बाई